पूर्व परराष्ट्र मन्त्री महिलाहरू सबै महिला नारी शक्ति मातृशक्ति भन्छन् नि। हेर्नुहोस्, मातृशक्तिले बेइज्जत गरेर महिलाहरूले मुखै देखाउन नहुने बनाएर छोडिदिनु भयो उहाँले। नालायक एकदम पानी ट्याङ्कीमा 7 अरब रुपियाँ राखेर ट्याङ्कीमै छिरेर मान्छे म त हजुर लुगा 4 पनि राख्ने रहेछ। 7 अरब छोडेर पसिना आयो भने त्यो पैसा पनि त्यो सबै बालुवाले सोच्ने त्यस्तो आत्मसम्म पैसा पुगिने राख्नु भएको छ उहाँ त। उहाँ हुनुहुन्छ शेरबहादुर देउवा। जिब्रो चाहिँ अलिअलि लठको भए पनि उहाँ धेरै चतुर। उहाँले जे भने त्यही मान्ने, ट्याङ्की मुनि पैसा राख्ने, आफू माथि कालीको मृगको अनि तपाईँको कोइलीको मासु खाने अनि 95,900 रुपियाँ डलर जाने घुस्की खाएर रिल्याक्स गरेर बस्ने घरमाथि। आखिरमा लक्ष्मी घरमा बास नभएर लक्ष्मी पड्केर बाहिर जानुभयो, आफू पनि झन्डै मरे। अग्निदेवले धन्न खरानी बनाउनु भएन। उहाँ हुनुहुन्छ देशको दौरा सुरुवातको पनि महा बेइज्जत गर्नुभएको छ। रत्न चाहिँ मानिन्छ उहाँलाई। उहाँ त महा अपराधी। आदेश दिने, जनतालाई मार भनेर आदेश दिने, जनतालाई मार भनेर आदेश दिएपछि आफू किन हेलिकप्टर चढेर भाग्यो? जनतामा आउनु पर्दैन? लायो मर्ने। हेर्नु त दौरा सुरुवालको बेइज्जत, राष्ट्रिय झन्डाको बेइज्जत। हेर्नु त यो अपराधी अनुहार राउन्ड देखेर के गर्नु र? दिउँसो उज्यालो, रात परेपछि बाघ जस्तो भएर मान्छे खाँदै हिँड्छ। महेश बस्ने नाम पनि गुन्डा, ठाउँमा बस्ने पनि गेन्डु। हेर्नु त बेइज्जत, ठाउँको बेइज्जत गर्नुभयो उहाँले त। ठाउँकै बेइज्जत गर्नुभयो नि। गुन्डु भन्ने ठाउँ हो नि। गुन्डु भन्न बनाए यस्तो बेइज्जत गरेर हेर हाँसेर अझ बाई गरिरहेको छ नि त। यहाँ आज मर्नु मान्छे अर्बको 20 जम्मा गरेर अमेरिका सप्लाई गरेर 18 करोड खाएर घर बनाएर रिल्याक्स गरेर हेर्नु त उहाँ त महाभ्रष्टाचारी, राज्यको ढुकुटीलाई दुरुपयोग गर्ने एकदमै राष्ट्रको एकदम नराम्रो मान्छे उहाँ। यहाँ बालुवाटार जग्गा दलाली नभएको जग्गालाई पलोटिङ गरेर पनि राज्यको जग्गालाई पलोटिङ गरेर किता काट गरेर जनतालाई भेडाउने, जनतालाई उठीबास लगाएर आफू मोल गरेर बस्ने। अब यहाँ हुनुहुन्छ उहाँ हुनुहुन्छ आदेश दिने, गोली हान्न आदेश दिने। आदेश दिएपछि आफै बस्न नसकेर आफू भाग्ने यस्ता अपराधी गृहमन्त्री हुनुहुन्छ हाम्रो देशको। हेर्छ यहाँ अनुहार देख्दाखेरि पनि रिस उठेर आउँछ। यार 12 वर्ष जनयुद्ध गरेर नेपाललाई स्विजरल्याण्ड बनाउँछु भनेर सपना देखाएर भयोभरको नेपाली जनता युवाहरूलाई मारेर हेर्नु त अहिले देश बर्बाद बनाएर 5000 मैले मारे हो ल मलाई कसले छुन सक्छ भनेर बाहुनको छोरो भएर जनै नलाइकन पितृको श्राद्ध पनि नगर्ने अपराधी। बाउ मर्दा क्रिया पनि नबस्ने यस्ताको त मुख हेर्नु भने 7 जुनी नर्कमा पर्नु हो साथी। नमस्कार।